नेपालको गण्डकी प्रदेश अन्तर्गत गोर्खा जिल्लाको उत्तरी भागमा अवस्थित मनासलु संरक्षण क्षेत्र विभिन्न वनस्पति र जीवजन्तुका लागि आश्रयस्थल हो, जसले हिमालयको मुटुमा टाँसिएको अनुपम सौन्दर्यको झलक दिन्छ। विक्रम सम्वत 2045 साल पुष 14मा स्थापित 1663 वर्ग किलोमिटर क्षेत्रफल र समुद्र सतहको 600 मिटरदेखि 8163 मिटर उचाइसम्म फैलिएको यस संरक्षण क्षेत्रले चुमनुब्री गाउँपालिकाको 7वटै ओडाहरूलाई समेट्छ। मनासलु संरक्षण क्षेत्रको मुख्य प्रवेशद्वार सिर्दीबासको जगत गाउँ हो। यस संरक्षण क्षेत्रको यात्रा गर्दा हिउँले ढाकिएका चुचुराहरू, रमणीय जङ्गलहरू र परिदृश्यलाई सजाउने अनुपम झरनाहरूबाट जो कोही मन्त्रमुग्ध हुन्छन्। यो विशेष गरी पदयात्री र वन्यजन्तु अवलोकनकर्ताका लागि स्वर्ग नै मानिन्छ। मनासलु संरक्षण क्षेत्र रमणीय सौन्दर्यताको मात्र नभई विभिन्न लोपोन्मुख प्रजातिहरूलाई संरक्षण गर्ने एक स्थान पनि हो। यस संरक्षण क्षेत्रले विभिन्न स्तनधारी प्राणी, चराचुरुङ्गी, पुतली र बिरुवाका विभिन्न प्रजातिहरू सहितको विविधतालाई समेट्छ। यस क्षेत्र हिउँ चितुवा, झारल र अन्य प्रजातिका जीवहरूको वासस्थान हो। साथै यस क्षेत्र यार्सा गुम्बा र पाखनबेत जस्ता बहुमूल्य जडीबुटीहरूको स्थान पनि हो, जहाँ भोजपत्र र तालिसपत्रका रुखहरूले परिदृश्यमा प्रभुत्व जमाउँछन्। हिमालयका अटल चुचुराहरूदेखि उपत्यकाहरूबाट बग्ने शान्त नदीहरूसम्म यस क्षेत्रको प्रत्येक कुनाले अन्तर्सम्बन्धको कथा बताउँछ। मनासलुको साँचो सुन्दरता यसको प्राकृतिक आश्चर्यमा मात्र नभएर यहाँका बासिन्दा र वातावरण बीचको मेलमिलापमा पनि पाइन्छ। बुद्ध धर्मको समृद्ध सांस्कृतिक परम्पराले भरिपूर्ण यस क्षेत्रका बासिन्दाहरू जीविकोपार्जनका लागि कृषि, पशुपालन र प्राकृतिक स्रोतहरूमा निर्भर छन्। यसै मनमोहक क्षेत्रमा एक रहस्यमय सुन्दर प्राणी पनि भेटिन्छ, कस्तुरी मृग, जसले मनासलुका जङ्गलहरूमा घुम्दै वन्यजन्तु प्रेमी र संरक्षण कर्मीहरूलाई मोहित पारिरहेको छ। कस्तुरी मृग एसियाका विभिन्न हिमाली राष्ट्रहरूमा पाइन्छ। विश्वव्यापी रूपमा कस्तुरी मृगका 7वटा प्रजातिहरू छन्। सानादेखि मध्यम आकारको शारीरिक बनावट भएको कस्तुरी मृग एक अत्यन्त सुन्दर तर लोपोन्मुख प्रजाति हो। यिनीहरू आफ्नो विशिष्ट विशेषताहरूको लागि परिचित छन्। अन्य प्रजातिका मृगहरूमा सिङ हुन्छ, जसलाई उनीहरूले आकर्षण र लडाइँको लागि प्रयोग गर्छन्, तर कस्तुरी मृगमा भने त्यस्ता सिङ भेटिन्नन्। बरु यिनीहरूको भालेमा दाह्रा जस्ता एक जोडी लामा कुकुर दाँत हुन्छन्। उमेर बढेसँगै दाह्राको लम्बाइमा पनि वृद्धि हुँदै जान्छ। यसका साथै भाले मृगको नाभि नजिकै कस्तुरी ग्रन्थि हुन्छ। यस ग्रन्थिले कस्तुरी नामक सुगन्धित पदार्थ उत्पादन गर्छ, जसले पोथी कस्तुरी मृगलाई आकर्षित गर्न मद्दत गर्दछ। तर दुर्भाग्यवश कस्तुरीको अवैध व्यापारले कस्तुरी मृगको सङ्ख्या तीव्र गतिमा घटाइरहेको छ। कस्तुरी मृगहरूको शरीर लामा र बाक्ला खैरो रौँहरूले ढाकिएको हुन्छ। कठ्याङ्ग्रिने जाडो मौसममा कस्तुरी मृगहरूलाई बाक्लो रौँले न्यानो पार्दछ। पछाडिको खुट्टा अगाडिको खुट्टाको तुलनामा लामो हुन्छ, जसले यिनीहरूलाई भिरालो भूभागमा हिँड्न र उफ्रन मद्दत गर्दछ। यी शाकाहारी जीवहरूले मुख्यतया पात, मुना, झ्याउ र फलहरू खान्छन्। साथै मौसमी उपलब्धताको आधारमा यिनीहरूले आफ्नो आहार परिवर्तन गर्दछन्। प्रजननको समयमा मात्रै सँगै हुने कस्तुरी मृगहरू आफ्नो एकल स्वभावको लागि परिचित छन्। भाले कस्तुरी मृगहरू प्रायः अर्को भाले कस्तुरी मृगसँग प्रजनन अधिकारको लागि प्रतिस्पर्धा गर्छन्। कस्तुरी मृग 18 महिनाको उमेरमा परिपक्व हुन्छन्। कस्तुरी मृगको गर्भावस्था 150 देखि 198 दिन अर्थात् करिब 5 देखि 6 महिनाको हुन्छ। पोथी कस्तुरी मृगले प्रत्येक गर्भमा 1 देखि 2 मृगलाई जन्म दिन्छन्। नवजात मृग धेरै साना हुन्छन् र पहिलो महिनामा हिँडडुल गर्न सक्दैनन्। यो एक किसिमले शिकारीबाट बच्ने सुरक्षात्मक संयन्त्र पनि हो। नेपालका दुर्गम क्षेत्रहरूमा पाइने यी सुन्दर जीवहरूले आफ्नो अस्तित्वका लागि धेरै खतराहरूको सामना गरिरहेका छन्। वासस्थानको क्षति, अवैध चोरी शिकार, वन डढेलो र जलवायु परिवर्तनको नकारात्मक प्रभावले कस्तुरी मृगहरू लोप हुने सङ्घारमा धकेलिएका छन्।
यी महत्त्वपूर्ण मृग प्रजाति संरक्षणको अत्यावश्यकतालाई स्वीकार गर्दै नेपाल सरकारले कस्तुरी मृग संरक्षणमा महत्त्वपूर्ण कदम चालेको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 को दफा 10 अन्तर्गत कस्तुरी मृगलाई संरक्षण गरी अनुसूची 1 मा राखिएको छ। उक्त ऐन अनुसार कस्तुरी मृगको शिकारलाई निषेध गरिएको छ र शिकार गर्नेलाई 5 देखि 10 लाख रुपियाँसम्म जरिवाना वा 5 वर्षदेखि 15 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। चुम नुब्री गाउँपालिकाको स्थानीय सरकारले चुम र नुब्रीका वन तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले 2079 साल माघ 2 गते स्थानीय राजपत्रमा स्याघ्य परम्परा संरक्षण ऐन 2079 प्रकाशित गरेको थियो। यद्यपि विक्रम सम्वत 1977 सालदेखि नै चुमका जनताले स्याघ्य परम्परालाई पालना गर्दै आएका छन्। स्याघ्यको सिस्टमले गर्दाखेरि चाहिँ पहिल्यै धार्मिक लामा गुरुहरूले चाहिँ यो जुन चाहिँ बी लोभ सामक रोग सबै ठाउँमा चाहिँ के छ भने पहिल्यैदेखि नै यदि कुनैले चोरी सिकारी गर्यो जरिवाना तपाईँको 50,000 देखि माथि 3-4 लाखसम्मको तपाईँको जरिवाना हो। के छ त्यहाँ त्यति समस्या छ। तर यदि कोही मान्छे बाहिरबाट मान्छे आएर चाहिँ कसैले चाहिँ पासो थाप्ने यस्तो कुराहरू गर्यो भने चाहिँ त्यसलाई चाहिँ गाउँले कारवाही छ। त्यो एकदम राम्रो छ। चुमवासीको पहिचान अहिंसाको आवेदन भनेर एउटा नारा पनि छ। विगत लामो समयदेखि हामीले त्यसलाई पालना गर्दै आइरहेको छौँ। अहिंसा भन्ने चाहिँ एउटा कस्तो भने दयामा पशुलाई मानिस र जङ्गली जनावर पशु पक्षी बिचमा पारिवारिक सम्बन्ध कायम हुनुपर्छ। पारिवारिक सम्बन्ध जस्तो कायम भयो भने त्यो दिगो संरक्षण हुन्छ। संरक्षण भन्ने कुरा चाहिँ आत्मादेखि संरक्षण हो। संरक्षणमा सबैको हटेमा चाहिन्छ। जबसम्म जङ्गली जनावर र मानिस बिचमा पारिवारिक सम्बन्ध जस्तो कायम हुँदैन तबसम्म संरक्षण दिनु सक्दैन। त्यसकारण अब चुमबाट धेरै कुराहरू सिक्न चाहिन्छ। स्थानीय समुदाय र विद्यालयका बालबालिकाहरूमा कस्तुरी मृगको संरक्षण सम्बन्धी चेतना जगाउने उद्देश्यले द रुफोर्ड फाउन्डेसन बेलायतको आर्थिक सहयोगमा 2076 सालदेखि मनास्लु संरक्षण क्षेत्रमा कस्तुरी मृग संरक्षण सम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन भइरहेको छ। यस दुर्लभ प्रजातिको संरक्षणमा हामीले स्थानीय समुदाय, अनुसन्धानकर्ताहरू र सरकारी निकायहरूसँग मिलेर काम गरिरहेका छौँ। हाम्रो टोलीले कस्तुरी मृगको मुख्य वासस्थानको अवस्था र खतराहरूको मूल्याङ्कन र सर्वेक्षणहरू गरेका छन्। हिउँले ढाकिएको नुब्रीको भूभागदेखि चुम उपत्यकाको रमणीय परिदृश्यसम्म हाम्रा शोधकर्ताहरूले संरक्षण प्रयासहरूको लागि महत्त्वपूर्ण जानकारीको सङ्कलन गरेका छन्। वन जङ्गलमा लागेको आगोले कस्तुरी मृग लगायत अन्य वन्यजन्तुको वासस्थानमा खतरा निम्त्याउँछ। हाम्रो टोलीले स्थानीय समुदायका सदस्यहरू, युवा र आमा समूहहरू, पथ प्रदर्शकहरू, वरियाहरू र गोठालाहरूलाई वन डढेलो रोकथाम सम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरे। यसबाट स्थानीयहरूले वन डढेलोबाट वनलाई जोगाउनुको महत्त्व र वातावरण संरक्षण गर्न उनीहरूको तर्फबाट गर्न सक्ने ससाना कार्यहरूबारे पनि जानकारी प्राप्त गरे। अलिक टाढा टाढा हुनेहरू चाहिँ लापरवाहीले हो। यो नजिक हुने आगलागी त अब यो भेडा चराउने, गाई चराउने, साझा पिस्ता नबुझ्नेहरूले घाँसको लागि भनेर आगलागी। पहिला भन्दा अहिले त आगलागी समस्या कम हो कि जस्तो लाग्छ। टाढा टाढा चाहिँ होइन, नजिक चाहिँ कम। आगलागी नियन्त्रण गर्न अब स्थानीयले नटिर्ने भयो, आमासँगले नटिर्ने भयो। त्यसको जिम्मेवारी चाहिँ चौकीलाई दिए हुन्थ्यो। अब एउटा सरकारले हिराहरू जस्तो राख्थे, उसको चाहिँ मेरो काम यही हो भनेर सन्देह हेरिरहन्छ। उसले चाहिँ सुरक्षित दिने। आगलाई नियन्त्रण गर्नलाई त अब के ड्रोनहरू भयो भने, दूरबीनहरू भयो भने आगलाई नियन्त्रण हुन सक्छ जस्तो लाग्छ। अब जहाँ तत्कालीन आगो लाग्यो त्यहाँ चाहिँ तत्कालीन ड्रोन पठाउने, त्यहाँ तत्कालीन चाहिँ अब दूरबीन हेरेर चाहिँ मान्छे पत्ता लगाएर त्यहाँ चाहिँ गएर त्यो मान्छेलाई नियन्त्रण ल्याएर जारिवाना गर्न सक्यो भने त्यो कुरा चाहिँ आगामी दिनमा नियन्त्रण होला। नत्र छोड्दै गयो भने नियन्त्रण हुँदैन।
भावी पुस्तालाई सचेत गराउने हाम्रो उद्देश्य अन्तर्गत हामीले गोर्खा, भक्तपुर र काठमाडौँ जिल्लाका विद्यालयहरूमा सचेतना कार्यक्रम सञ्चालन गर्यौं। विद्यार्थीहरूको सक्रिय संलग्नता मार्फत उनीहरूले आफ्नै समुदायमा वन्यजन्तुको संरक्षणमा कसरी योगदान गर्न सक्छन् भन्ने कुरा सिकेका थिए। साथै निबन्ध, कथा र चित्रहरू मार्फत संरक्षणप्रतिका आफ्ना विचारहरू पनि प्रस्तुत गरेका थिए। यस्ता किसिमका जनचेतनामूलक कार्यक्रमहरूबाट हामीले कस्तुरी मृग लगायत अन्य लोपोन्मुख प्राणीहरूको लागि सुरक्षित भविष्य सुनिश्चित गर्नमा मद्दत पुर्याउन सक्छौँ। वन्यजन्तुलाई जोगाउने कसरी, के गर्दाखेरि वन्यजन्तुबाट आउने फाइदा के हो भन्ने जनचेतनाको अलिक कम छ। त्यसबाट चाहिँ मौखिक किताबहरू हुन्छ, भिडियोहरू हुन्छ, त्यहाँबाट चाहिँ जनचेतनाको वृद्धि होस्। मृग र कस्तुरीहरू नामक पुस्तकको प्रकाशनमा विद्यार्थीहरूको रचनात्मक र संरक्षण प्रयासहरूको झलक देख्न सकिन्छ। कस्तुरी मृग संरक्षणमा विद्यार्थीहरूको सहकार्य देखाउँदै यस जीवन्त पुस्तकमा उनीहरूको योगदान समावेश गरिएको छ। उक्त पुस्तकले कस्तुरी मृगको संरक्षण गर्न खोज्ने सबैका लागि ज्ञान र प्रेरणाको रूपमा काम गर्नेछ भन्ने विश्वास पनि गरेका छौँ। यी मनमोहक वन्यजन्तु संरक्षणका लागि सबैलाई अभिप्रेरित गर्ने उद्देश्यले कस्तुरी मृग सम्बन्धी जानकारी समेटिएको सूचना बोर्ड 2वटा स्थानमा राखिएका छन्। यी बोर्डहरूमा कस्तुरी मृग संरक्षण सम्बन्धी सन्देशलाई स्पष्ट र प्रभावकारी रूपमा व्यक्त गरिएको छ। हामीले कस्तुरी मृग संरक्षण गर्दै गर्दा एउटा कुरा याद गरौँ कि कस्तुरी मृगको संरक्षण गरेर हामीले एक प्रजातिको मात्र संरक्षण गर्दैनौँ, तर हामी सबैलाई समेट्ने प्रकृतिको नाजुक सन्तुलनको पनि संरक्षण गर्छौँ। हाम्रो कस्तुरी मृग संरक्षण यात्राको क्रममा कस्तुरी मृगको संरक्षणमा सरकार, समुदाय, अनुसन्धानकर्ता र युवाहरूको सामूहिक प्रयास महत्त्वपूर्ण छ भन्ने कुरा स्पष्ट भएको छ। साथै मनास्लु संरक्षण क्षेत्र विभिन्न वन्यजन्तुहरूको लागि आश्रयस्थल र प्रकृतिको अङ्गालोमा सान्त्वना खोज्ने सबैको लागि पवित्र स्थलको रूपमा हामीलाई पर्खिरहेको छ। प्रकृतिको अनुपम उपहार कस्तुरी मृग संरक्षित हुन अत्यन्त जरुरी छ। यी सुन्दर वन्यजन्तुहरू आफ्नो प्राकृतिक वासस्थानमा स्वतन्त्र रूपमा घुमिरहन पाउन् र हामी मानव समुदाय यिनीहरूका संरक्षक हुन सकौँ।